वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। मेरो भन्नुपर्दा एकदम म पनि सन्चै छु र अहिले चाहिँ म रम्फूमा छु गाइस। हेर्नुहोस् अब चाहिँ नेपाल जान आँटेको र नेपाल चाहिँ किन जाँदैछु भन्दाखेरि चाहिँ अचानक जानु पऱ्यो गाइस र त्यो चाहिँ म तपाईँहरूलाई भरे यो भिडियोको लास्टमा भनिदिन्छु। र अहिले भने चाहिँ म एकदम पापा बहिनी आउनुहुँदैछ गाउँबाट र उहाँलाई लिएर पर्खिरहेको तर 1 बजिसक्यो गाइस, अझै आएको छैन। कहिले पुग्नु पर्ने हो। यहाँ चाहिँ बाध्दैछ है। ओइ यिनीहरूलाई निन्द्रा लागिसकेछ अन्त हामीलाई किन लाग्दैन है चाहिँ के खतर लाग्छ। सो गाइस अहिले चाहिँ म खाजा खान आइरहेको छु। आइएम स्टिल वेटिङमा। अझै पनि आएकै छैन गाइस। कहिले पुग्नु पर्ने हो। टाढो बाटो छ, अलिकति के नखाइदिएको अन्त त खानै पऱ्यो नि त। फाइनली घरको गाडी चाहिँ आइपुगिसकेको छ। हाई गर्दा हाम्रो माझमा चाहिँ अब कलिलो भने चाहिँ बहिनी मात्रै हुनुहुन्छ। बाङ्गाज्यू 1 स्माइल प्लिज। सरुखान फेल हुने गरी 1 स्माइल। फाइनली गाइस अहिले चाहिँ हामी रम्फूबाट हिँडिसक्यौँ र गाउँबाट चाहिँ हाम्रो बाङ्गा आउनु भएको रहेछ। प्लिज स्माइल दिनुहोस्। उहाँको स्माइल देखेर चाहिँ हाम्रो सरुखान पनि एकदमै फिका फिकै बस्छ हो। र हाम्रो गाउँबाट चाहिँ यतिजना आउनु भएको चाहिँ यसो आइहाल्यो। हामी चाहिँ निकै आज चाहिँ धेरै टाढा जाँदैछौँ। फिल्टर लाउनुपर्छ बातमा हजुर। ल अब बिचमा तपाईँलाई यात्राको भिडियो इन्जोय गर्नुहोस् होला। बाई बाई गाइस। जामले गाइस र हाम्रो चाहिँ टायरमा हो नभएर हाल्नुपर्ने हुन्छ। हुन्छ त उयो मुनि हुन्छ र स्वच्छ भारत अभियान होला रोडको भित्तामा छैन। कहाँ छ? यहाँ छैन। कस्तो हुँदैछ? मजा आउँदैछ? यात्रा कस्तो मजा आउँदैछ? दामी दामी। र बाङ्गा चाहिँ बिचरा अब यसपालि फर्स्ट टाइम जानु भएको रहेछ नेपाल। यात्रा चाहिँ अब एकदम राम्रो हुन्छ। जानु नि बाङ्गा झर्नु भने जाने लो मैले त अघि एकैचोटि सिलगढी मात्रै हो। बाङ्गाको हाम्रो मलाइका म्याम आइया। यहाँ चाहिँ हाम्रो ब्युटिफुल भाउजू यता हेरिदिनुहोस् प्लिज। तपाईँको लागि चाहिँ म यस्तो ह्यान्डसम भएर आएको छु तर मलाई वास्तै गरेको छैन गाइस। काट्दिनँ यो स्क्रिप्ट हुँदैन गाइस। एकदम फ्री स्टाइल हो। भाउजूको फर्स्ट टाइम है? मेरो पनि फर्स्ट टाइम हो। एकदम क्युटी भएर कस्तो तपाईँ जाँदिनँ भन्थ्यो त। झन्डै नगइदिएको तपाईँ गइन भनेर चाहिँ कि कसम भनिदिएको। तपाईँ आयो भने चाहिँ मैले हतार 2 मिनटमै रेडी भएर निस्किदिएको। सबैजना मूत्र विसर्जनमा र हामी चाहिँ भाउजू रुममा मात्रै एक्लै। रोमान्टिक सिन भइरहेछ गाडीमा तर अफसोस नो। जानु नि भाउजू खोलिदिनु
केटालाई पो सजिलो छ त। खेल्नु अब त खेल्नु न हात लाउनु न ठेल्छु यहाँ हेर न लुगा हान्दै। ए ट्रेनको गाइस हाम्रो बाङ्गालाई चाहिँ अलिक गाडीले माथि जस्तो छ हो टाउको दुई छैन बेट टाउको त दिएर मलाई त पुरा टाउको दुख्छ भइदियो सुत्नु नि म त आज छिट्टै आइपुगेँ जस्तो लाग्यो त। सो फाइनली अहिले चाहिँ सिलगढी आइपुगेको अवस्था हो केही गर्दैन होइन हाम्रो अन्त त केही गर्दैन होइन। सुतेर आइपुगेछु यहाँ चाहिँ बाटोमा त्यस्तो केही थाहा भएन अझै पनि धेरै छ बाटो पुरा टाउको दुख्यो हो तपाईँहरूले देख्न सक्नुहुन्छ सिलगढीको नजाराहरू हाम्रो बहिनी छ मेरो कान्छी बहिनी के खाएको भोक लागेन कति दिन बाद गएको नेपाल अहिले कसरी भन्छ 7 वर्ष भयो होला। 4 वर्ष 7 वर्ष 7 वर्ष ए होइन 6 वर्ष भयो। यहाँ त यता चाहिँ मेरो कान्छी बहिनी हो पुरा शर्माउँछ हो गाइस अन्त त्यस्तै छ अब दुईजना दाजुबहिनी मात्रै छ अहिले चाहिँ खालिमा अरू खाजा खानु गएको छ भोक लागेन अन्त हामी चाहिँ अघि खाएर हामीले चाहिँ बसिरहेको छौँ हो अब चाहिँ रात पर्दैछ गाइस सिलगढीमा आइपुगेको अवस्था अब चाहिँ चलिदिनुपर्छ गाइस कहिले पुग्ने भइसक्यो सो फाइनली गाइस अहिले चाहिँ हामी काकाले बिताइसकेको छ हो र अहिले चाहिँ यहाँ एउटा सानो काम हुन्छ किनभने यहाँ चाहिँ हामीले भान्सार काटेर जानुपर्ने हुन्छ किनभने यो एसके गाडी हो सिक्किमको गाडी नेपालमा छिर्नु दिँदैन नि त र हामीले भान्सार काटेर चाहिँ जानुपर्ने हुन्छ र अहिले त्यसको प्रोसेस भइरहेको छ गाइस हाम्रो अङ्कल एकदम भर्खर सुतेर उठ्दी है एकदम मधुरो देख्दै र त्यहाँबाट चाहिँ जानुपर्ने हुन्छ गाइस फाइनली गाइस अहिले चाहिँ हामी नेपाल आइसकेको अवस्था र यो चाहिँ मेरो माइली बहिनी हो गाइस के गर्नु यो चाहिँ नेपालमै बसेर मोटाइसकेछ गाइस मोटिसक्यो अन्त म पनि मोटाइरहेको छु र अहिले हामी चाहिँ फिलहाल नेपाल आइसकेको छ हो हामी यहाँ चाहिँ किन आएको छ भन्दा चाहिँ भोलि चाहिँ हाम्रो यहाँ आफ्नै आन्टीको बे छ गाइस बे एटेन्ड गर्नुको लागि हामी चाहिँ सिक्किमबाट आएको एक गाडी र धेरै राम्रो हुनेछ भोलिको ब्लग हेर्नुहोस् होला आजको लागि यति नै बाई बाई गुड नाइट गाइस